लसु फ्याफुला नमस्कार। हामी चाहिँ यो अहिले म चाहिँ अहिले सिन्धुली कलाघरको गेटमा छु हैन। चाहिँ कलाघर जाने बाटो। लसु फ्याफुला नमस्कार। हामी चाहिँ सिन्धुली कलाघर हेर्नको लागि आज आएको हैन। चाहिँ कलाघरको हामी नजिकै आइपुग्यो। वरिपरिका दृश्यहरू तपाईहरुले हेर्न सक्नुहुनेछ। यो चाहिँ चपौली हैन, चपौली यहाँ चाहिँ रमाइलो रहेछ एकदम। नमस्कार। हामी चाहिँ यो सिन्धुलीको राष्ट्रिय कला संग्रहालय सिन्धुली कलाघरमा आइपुगेका छौं हैन। अब यहाँ हामी चाहिँ थोरै हेर्न गइराखेका छौं। यो भित्र चाहिँ तपाईहरुले देख्न सक्नुहुनेछ डम्फु चाहिँ विभिन्न बाजागाजाहरू सबै हाम्रो जति पनि बाजागाजाहरू छ सबै हेर्न सक्नुहुनेछ। यो चाहिँ मादल ढोलक सारङ्गी विभिन्न चाहिँ ऐतिहासिक पुस्तकहरू ऐतिहासिक बाजाहरू पनि हेर्न सक्नुहुनेछ। यो चाहिँ बाँसुरी सबै नेसनल आर्ट हाउस सिन्धुली। यो चाहिँ हामी मेन घरभित्र हेर्न आइराखेको छौँ। यहाँ विभिन्न यो चाहिँ के हो, यो ड्राइगनको चित्र हो। ड्राइगनको चित्र विभिन्न हस्तकला निर्मित सामग्रीहरू हेर्न सक्नुहुनेछ। विभिन्न आर्टहरू देख्न सक्नुहुनेछ। यो चाहिँ बुद्धको देख्न सक्नुहुनेछ। यसमा विभिन्न चित्रहरू छ। राष्ट्रिय कला संग्रहालय सिन्धुली। चाहिँ विभिन्न हाम्रो आर्टहरू देख्न सक्नुहुनेछ। हामी चाहिँ कलाघरको माथितिर हेर्न गइराखेका छौँ। कलाघरको उकालो रमाइलो छ, रमणीय छ। यो चाहिँ हाम्रो टिकट काउन्टर। कति पे गर्नुपर्छ हामीले टिकट? ओके। नाम नीलबहादुर लामा, सुमित्रा कुमारी लामा। ए ओके। चेन्ज छ तिमीसँग? पे गर न। हामी चाहिँ महोत्तरीबाट। तपाईले देख्न सक्नुहुनेछ। हामी धेरै पहिलेदेखि नै यो कलाघरलाई चाहिँ एउटा भिडियोमा मात्रै हेरिराखेको छौँ। आज चाहिँ लाइभमै रियलमै हेर्न पाएको छ। एकदम खुसी लाग्यो। अझै निर्माण कार्य सुरु हुँदैछ। यो चाहिँ ठेकी बनाएको हो। यो चाहिँ
यो चाहिँ अब निर्माण हुँदैछ हैन। यो ठेकीको चित्र ठुलो यहाँ देख्न सक्नुहुनेछ विभिन्न ऊहरू। यो चाहिँ साउदी अरबको दृश्यहरू बनाइराखेको छ। यो चाहिँ अरबको, यो चाहिँ साउदी अरबको सबैभन्दा ठुलो अग्लो भवन। त्यो चाहिँ मक्का मदिना सबै बनाउनु भएको रहेछ। खुसी लाग्यो। ल यो चाहिँ यहाँ चाहिँ मलेसियाको चाहिँ यो दृश्य। हामी चाहिँ कलाघर सिन्धुलीमा आइपुगेका छौँ हैन। यहाँ चाहिँ हाम्रो विभिन्न देश विदेशको दुबईको चाहिँ एउटा यो त दुबई होइन मलेसियाको यो केएल टावर बनाएको रहेछ हैन। यो पनि मलेसियाकै हो। त्यो परको चाहिँ साउदी र हामीले चाहिँ कलाघरमा आज लाइभ देख्न पाइयो, हेर्न पाइयो, खुसी लाग्यो। यो चाहिँ सिन्धुली जिल्लाको चपौली कमलमाई नगरपालिका होइन। यहाँ हेर्नुहुने सक्नुहुनेछ जुनारहरू छ, विभिन्न हातले बुनेको डोको मान्द्रो विभिन्न चिजहरू देख्न सक्नुहुनेछ। यस्तो यो चाहिँ अब हाम्रो गाउँघरको यो चाहिँ के हो, यो गहुँ जौ, यो चाहिँ फापर हाम्रो लोकल बाली हैन। यो चाहिँ जुन्यालो, यो चाहिँ मकै, यो चाहिँ कोदो, यो चाहिँ के हो, यो चाहिँ काबुनी। यो चाहिँ जुनार, यो सिन्धुलीको चाहिँ अब प्रसिद्ध फल हो यो चाहिँ जुनार। त्यो चाहिँ लेप्टा छ। अझ यहाँ निर्माण हुँदैछ हैन। माथिको कलाघरमा देख्न सक्नुहुनेछ। नमस्कार गरौँ। नमस्ते। हामी चाहिँ कलाघर घुम्न आएको आज। अब तपाईहरुले देख्न सक्नुहुनेछ। आज त्यो माथि डाँडामा चाहिँ ठुलो मादल बनाउँदै रहेछ। त्यो पनि हामी हेर्न जानेछौँ हैन। यो चारैतिरको दृश्यहरू तपाईहरुले देख्न सक्नुहुनेछ। यो माथि चाहिँ यो राष्ट्रिय कला महोत्सव घुमाउने घर यस्तो देख्न सक्नुहुनेछ। हामी चाहिँ यो कलाघरको हाम्रो देख्न सक्नुहुन्छ नेचुरल हाम्रो चाहिँ खरले छाएको घर हैन। यो कलाघर राष्ट्रिय कला महोत्सव देख्न सक्नुहुनेछ। ल उ त्यो डाँडाको ठुलो ऊ हेर्न जाउँ त। आउ न। हामी चाहिँ यो डाँडामा ठुलो मादल बन्दै रहेछ। डाँडामा पनि हामी हेर्न जाँदैछौँ। सारङ्गी बाजा हो यो चाहिँ। यसको नजिकै गएर हामी गर्नेछौँ हैन। यो चाहिँ सारङ्गी बाजा हो। फेरि हाउले रोड टेपिङ। यहाँ चाहिँ ठुलो मादल फेरि न्युदो। यो चाहिँ ठुलो मादल बनाउनु भएको रहेछ। यो चाहिँ मादल सिन्धुली कलाघरको।
मादल बनाउनु भएको रहेछ। अब हामी तपाईलाई यो चाहिँ मादल नेसनल आर्ट म्युजियम सिन्धुली कलाघरको यो चाहिँ मादल। यो चाहिँ पिङ तपाईँ हामी सबैले खेलेकै हो होइन। यो चाहिँ रोटे पिङ भनिन्छ। यो चाहिँ सारङ्गी। यहाँ चाहिँ एउटा ठ्याक्कै तपाईँहरूलाई म क्यामेरा घुमाएर देखाउँछु। नेपालको नक्सालाई चाहिँ एउटा घेरामा पारेर ठ्याक्कै त्यो भित्र नेपालभित्र जति पनि संस्कृति कलाहरू छ त्यो सबै त्यो भित्र चाहिँ समावेश गरिएको देख्न सक्नुहुन्छ। यो चाहिँ ठ्याक्कै नेपालको चित्र बन्छ माथिबाट हेर्दा चाहिँ। यहाँबाट हेर्दा चाहिँ अलि हामीले त्यो देख्न सकिँदैन। अब त्यहीँ नै गएर तपाईँहरूलाई हामी लाइभमा देखाउन गइराखेका छौँ। अब चाहिँ हामी कलाघर स्वागत गर्दछ। अब हामी भित्र प्रवेश गर्न गइरहेको जानकी मन्दिर हो यो चाहिँ होइन। अब सरस्वती यो चाहिँ एउटा गढी हो, किल्ला, उहिले अङ्ग्रेजहरूसँग लडाइँ लड्दाखेरिको। यो चाहिँ हरिहरपुर गढी भनेर लेख्नु भएको छ उहाँहरूले। यो बाङ्गोटिङ्गो यो सेप चाहिँ हामीले माथि आकाशबाट हेर्दा ठ्याक्कै नेपालको नक्सामा आउँछ। यो चाहिँ ढ्याङ्ग्रो हो। यो कलाघरभित्र सजिएको एउटा बोन परम्परा झाँक्री समुदायले बजाउने ढ्याङ्ग्रो हो। यो चाहिँ कलाघरको एउटा हाम्रो एउटा पुरानो घर, मौलिक घर हो यो, जो चाहिँ यो आकारको घरहरू हाम्रो पहाडी भेगहरूमा नेपालमा धेरै पाइन्छ। र अब तपाईँलाई देखाउन गइराखेको छु। यो चाहिँ राष्ट्रिय फुल लाली गुराँस। यो देख्न सक्नुहुनेछ। यो चाहिँ पशुपतिनाथको मन्दिर हो भने यो चाहिँ हाम्रो पञ्चेबाजा भित्र बजाउने तानै। यो चाहिँ ढोलाकी। यो चाहिँ हाम्रो बौद्धको स्तूपा, कलाघरभित्र समेटिएको बौद्धको स्तूपा हो भने यो चाहिँ तामाङ समुदायले बजाउने हाम्रो एउटा नेसनल राष्ट्रिय बाजा हो यो डम्फु। यो चाहिँ लुम्बिनी। यो चाहिँ तपाईँले देख्न सक्नुहुनेछ धराहरा। यो चाहिँ लुम्बिनीको मन्दिर हो होइन। यो चाहिँ ट्याम्को। यो चाहिँ दमा पञ्चेबाजाको। यो चाहिँ कर्नल हो। यो चाहिँ हाम्रो नेपालको तराई भेगमा पाइने मयूर हो। यो चाहिँ सिन्धुलीको सिन्धुलीको प्रसिद्ध फल जुनार। यो चाहिँ ट्याम्को। सरी यो चाहिँ झ्याम्टा बजाउने। यो चाहिँ अब एकचोटि म यो कलाघरको उसलाई चाहिँ तपाईँहरू माथि हामी भर्याङ सिडीमा चढेर पनि तपाईँहरूलाई देखाउने छु कस्तो देखिने रहेछ। गएर एकचोटि भर्याङ चढेर माथि उकालोमा गएर चाहिँ यो कस्तो खालको देखिने रहेछ यो तपाईँहरूलाई देखाउने छु है। उकालो चाहिँ उकालै छ। यो चाहिँ धेरै माथि नै उकालो छ। यो माथिबाट चाहिँ कलाघर कस्तो देखिने रहेछ म चुचुरोमा गएर हेर्दैछु। यो चाहिँ म चुचुरोमै आइपुगेको छु होइन। यहाँबाट चारैतिरको दृश्यहरू तपाईँलाई देखाउन गइराखेको छु होइन।
हालेर तलबाट तलको उकालो यो हो। माथिबाट हेर्दाखेरि यहाँबाट तपाईँले तल देख्न सक्नुहुनेछ। ठ्याक्कै नेपालको नक्सा जस्तो सेपमा तपाईँहरूले देख्न सक्नुहुनेछ है। त्यो परसम्म र डाँडामा आइसकेपछि यतापट्टि पनि हाम्रो थोरै ऊहरू रहेछ। यतापट्टि चाहिँ यो सुनकोसीको भ्यूजहरू हेर्ने ठाउँ हैन। यहाँ चाहिँ एउटा बस्ने ठाउँ प्रतीक्षालय र यहाँ हेर्न सक्नुहुनेछ एउटा हाम्रो चाहिँ यो चाहिँ हाम्रो यसलाई चाहिँ घुम भनिन्छ। यो चाहिँ रुवा निकाल्ने ऊ हो। केसको नाम के अरे वैटा भन्छ तामाङ भाषामा। यो चाहिँ घट्टा, त्यो माछा हाल्ने फुर्लुङ, यो चाहिँ गोरुको मुखमा लगाउने मुखौरो, यो चाहिँ माछा मार्ने खोगा भन्छ, यो चाहिँ ढडिया, त्यसलाई चाहिँ यो बल्छी धुर्बेले भिर्ने गिजड भन्छ के भन्छ, यो ठेकीहरू, पुरातात्विक विभाग, राष्ट्रिय फुल, यो कलाघरको यहाँ कुवा पनि रहेछ। यो चाहिँ हेर्नुहोस्, यो पुरातात्विक, यो चाहिँ सबै काठको हो। यो चाहिँ भोटे तालचा है। यसलाई चाहिँ हामीले भोटे तालचा भनिन्छ। यो चाहिँ भोटे तालचा। यो चाहिँ घिउ केही सामान हाल्ने काठमा कुदिएको हो। यो चाहिँ माछा मार्ने खोगा के भन्छ, यसलाई खोगा भन्छ। अनि यो चाहिँ फार्म दुध दुने, यो चाहिँ पाथी, यो चाहिँ हर्पे यहाँ देख्न सक्नुहुनेछ। यो चाहिँ परम्परागत रूपमा हाम्रो पहिले चलन चल्तीको ढिकी। यो चाहिँ छपनी। राष्ट्रिय कला सङ्ग्रहालय कलाघर सिन्धुली। यो चाहिँ घ्याम्पो, परम्परागत हाम्रो घ्याम्पो हो। यो माथिको चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ भोटे तालचा। विभिन्न काठको त्यहाँ रन्डा देख्न सक्नुहुनेछ, माना देख्न सक्नुहुनेछ। यहाँ चाहिँ हर्पे, यो चाहिँ पाथी, यो चाहिँ आरी, यो पनि काठको कुदेको हो। यो चाहिँ ठेकी, गाउँघरमा मै पार्ने ठेकी यस्तो हुन्छ। यो चाहिँ परम्परागत जाँतो। यो चाहिँ माछा मार्ने फुर्लुङ। अनि त्यो चाहिँ ठेकी, यो लालटिन, यो भयो हो यो घैला, यो ठेकी। यो चाहिँ पेट्रोम्याक्स। अहिले चाहिँ हामीले गाउँघरमा नआउँदाखेरि लाइन नहुँदाखेरि मट्टीतेल हालेर बाल्थ्यो। यो बत्ती। यो चाहिँ ओखल, यो चाहिँ आरान, यो चाहिँ आरा, यो चाहिँ धनुकाठ, धनु, यो चाहिँ तरबार, यो चाहिँ ऊहरू देख्न सक्नुहुन्छ। यो चाहिँ आरान है, आरान। हामीले जति पनि गाउँघरमा हँसिया खुकुरीहरू चाहिँ निर्माण गर्ने, यसलाई चाहिँ यसरी तान्ने हो। यहाँ तान्दाखेरि त्यहाँ परबाट चाहिँ हावा आउँछ, यहाँ चाहिँ कुट्ने हो। यहाँ चाहिँ यो लिड, यो चाहिँ ठेकी, यो भयो, यो रेडियो भयो हैन। विभिन्न पुरातात्विक सामानहरू छ। यो चाहिँ ढिकी, यो चाहिँ परम्परागत ढिकी हो। यो चाहिँ हाम्रो राष्ट्रिय लाली गुराँसको फुल हो हैन। यो चाहिँ घट्टा, यो चाहिँ कपासलाई छुट्याउने, दानाबाट छुट्याउने मेसिन। यो चाहिँ खोलामा माछा मार्ने खोगा। यो चाहिँ घुम, यो चाहिँ परम्परागत तेल पेल्ने मेसिन कोल। यो चाहिँ ढिकीको ओखल।
यो चाहिँ हलो भयो हैन यस्तो। यो चाहिँ कलाघरको, यो चाहिँ बिहान सूर्योदय हुने बेलामा हेर्नको लागि यहाँ गएर चाहिँ हामीले यताको दृश्यहरू एकदमै यस्तो तलतिर एकदमै उ छ, डाँडा छ। यो सल्लाहको रुख योहरू जाउँ भयो। अब चाहिँ हामी गरेर यस्तो आमा भिडियोमा मात्रै हेर्थ्यो भने आज समयले प्रत्यक्ष रूपमा यहाँ जोडिने मौका मिलेको छ। एकदमै रमणीय ठाउँ सिन्धुलीको चाहिँ कलाघर। सिन्धुलीदेखि लगभग 10-15 किलोमिटर सिन्धुली बजारदेखि त्यतिमा पर्छ होला। ओह्रालोतिर गइराखेको छौँ। यस्तो छ भर्याङ झर्ने, अलिकति ओह्रालो नै छ। यस्तो छ। यहाँबाट पनि फेरि अर्को ओह्रालो सुरु हुँदैछ। यो चाहिँ एकदमै नेपालको नक्साको सेपमा हामी ओह्रालो झर्दैछौँ हैन। यस्तो छ हैन। यो चाहिँ हिमाल सगरमाथाको सेप आउँछ, चुचुरो जस्तो। यो माथि झन्डाहरू नेपालको झन्डाहरू छ। यो चाहिँ सरस्वती कलाघर सिन्धुलीको चाहिँ दृश्य। अब चाहिँ हामी जाँदैछौँ। हजुर हजुर उहाँको अघि नै हेरिसक्यो हामीले। अब चाहिँ भइसक्यो। अब हामी फर्किरहेछौँ। सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर 3 मा अवस्थित सिन्धुली कलाघर चाहिँ हामी घुमघाम गरेर फर्किँदैछ। यो बनाउँदै गरेको चाहिँ ठुलो मादल है। यो मादलको सेप आइरहेछ नि त। ठुलो मादल बन्दैछ यहाँ। ल भएछ। मेरो बुढिया हिँड्दैछ अगाडि अगाडि। ए बुढिया हाई भन त, यता फर्कि त। कहाँ गएर आएको रे? कहाँ? कलाघर सिन्धुली गएर चाहिँ आएको फर्के। हामी कलाघर हेऱ्यो हैन। अब रुमतिर जाँदैछ।